गुड मर्निङ। आज चाहिँ म हेटौँडातिर जान लागेको र हिजो चाहिँ नेपालमा आइपुगेको थियो। यस्तै छन्, लास्टै जाडो बढेको छ। अब कहिलेसम्म यसरी चल्ने हो थाहा छैन है। यस्तै छन्, अब हेरौँ के हुन्छ। अगाडि बढ्दै जाउँला नि होइन। सायद मेरो धेरै भयो भिडियो नहालेको पनि। यस्तै छन्, अब हिँड्नु लाग्यो। फाइनली गाडीमा चढियो तर लास्टै गाह्रो। अनि यत्रो मान्छे काखमा बस्नुपर्छ। लास्टै गाह्रो। कच्ची बाटोमा यत्रो हुन्छ। पल्कुसम्म यसरी चढ्नु परिरहेको छ। यसरी त गाडी मरिहाल्छ नि, गाडी अब ठुलो भएको हेरौँ जाँदैछन्। सो फाइनली आज चाहिँ आएको हेटौँडा जान लाग्यो र अब अहिले बतासेमा आएर खानासाना खाएर बस्नु अब जान लाग्यो। अब त्यही हो, के गर्नु जाँदो छ लास्टै पछि उता गएर हेटौँडातिर है। बाई बाई।